हाम्रो यो वित्तीय तथा कर प्रणालीको सुधारका लागि आइक्यानले गरेको सुझावको एउटा रिपोर्ट रहेछ, त्यो एक्सप्लेन गर्नेछु होइन। यसमा विशेष गरी हाम्रो खण्ड क, खण्ड ग र खण्ड ग भनेर छ। यसमा म विस्तृत अध्ययन प्रतिवेदनबाट नै गर्छु। यो सुझावको सारांश र पृष्ठभूमि खासै हेर्दैन। त्यो हुँदाखेरि हाम्रो विस्तृत अध्ययन प्रतिवेदनको पहिलोमा आयकर ऐनबाट सुरु गरेको छ। यसमा आयकर ऐनको मा 1 नम्बरमा छ, आयको शीर्षकहरूमा पुँजीगत लाभलाई फरक शीर्षकमा राख्नुपर्ने भनेर छ। यसमा खास गरी मैले एक्सप्लेन गर्दा चाहिँ हालमा आयकरमा भएको व्यवस्था र आइक्यानबाट गरेको संशोधनको विषय अनि त्यो किन भनेर त्यसरी त्यो अनुसार नै एक्सप्लेन गर्दै जानेछु। यो फर्स्टमा आएको शीर्षकहरूमा पुँजीगत लाभलाई फरक शीर्षकमा राख्नुपर्ने भन्ने छ। हालको व्यवस्थामा हामीले आयकर ऐनमा व्यवसाय, रोजगारी, लगानी, आकस्मिक लाभ गरेर 4वटा आयको हेडहरू देखिन्छ होइन। यसमा अब आइक्यानको सजेसन भनेको हाम्रो एउटा पुँजीगत लाभलाई थप गर्नुपर्ने भनेर एउटा हेडिङ भनेर छ होइन। यसमा किनभने यसमा एक्सप्लेन गर्दाखेरि लगानीको आय हेर्दाखेरि पुँजीगत लाभ जस्तो देखिए तापनि लगानीको आयको शीर्षक निकै साँघुरो देखिन्छ। पुँजीगत लाभका विभिन्न अवस्थाहरू र ती अवस्थाहरूमा लाग्ने कर सम्बन्धी व्यवस्था हाम्रो आयकर ऐनमा उल्लेखन छैन भन्ने छ होइन। यसमा खास गरी पुँजीगत लाभको विस्तृत रूपमा डेफिनेसन छैन र यसमा आउन सक्ने धेरै करहरू छ। त्यसलाई कस्तो अवस्थामा लाग्ने अनि कुन कुन सम्पत्ति माग्ने भनेर एउटा संशोधन गर्नुपर्ने भनेर देखिने कुराहरू गरेको छ। अर्को भनेको 2 नम्बरमा हाम्रो यो नियन्त्रणमा परिवर्तन सम्बन्धी व्यवस्था संशोधन भनेको छ। यो खास गरी दफा 57 को चेन्ज इन कन्ट्रोल छ। हालमा भएको व्यवस्थामा कस्तो छ भन्दाखेरि विगतको 3 वर्षमा अघिल्लो सम्मको स्वामित्वको तुलनामा 50% भन्दा बढी परिवर्तन भएको अवस्थामा सम्पत्ति तथा दायित्वलाई मार्केट भ्यालुमा डिस्पोज गरेको मान्ने, प्लस केही कुराहरू जस्तै क्यारी फरवार्ड लसहरू गर्न नमिल्ने भन्ने विषय छ। यसमा आइक्यानको सजेसन कस्तो छ भन्दाखेरि बासिन्दा निकायमा विदेशी लगानीले गरेछ, विदेशी निकायले होल्डिङ गरिरहेछ भने त्यसमा 50% भन्दा बढी चेन्ज आयो भने चाहिँ यो हाम्रो सम्पत्ति र दायित्वको मार्केट भ्यालुमा डिस्पोज गरेको मान्ने भन्ने छ। तर यदि बासिन्दा निकायमा बासिन्दा निकायले नै होल्डिङ गरिरहेको छ, त्यसमा आएको चेन्जमा चाहिँ यो हाम्रो स्वामित्वको होइन सम्पत्ति तथा दायित्व निसर्गलाई नमान्ने, तर त्यो स्टिल बाँकीको व्यवस्था जस्तै क्यारी फरवार्ड लसहरूको कुराहरू चाहिँ यथावत नै राख्ने भन्ने कुरा छ। यो खास गरी यसमा पनि यो चेन्ज इन कन्ट्रोलको कुरामा पनि धेरै कुराहरू अझै पनि अस्पष्ट जस्तो देखिन्छ। जस्तो विगतको 3 वर्ष अघिको स्वामित्व भनेको छ होइन। यसमा जस्तै सन् असोजतिर गएर चेन्ज इन कन्ट्रोल भयो होइन। त्यो भयो बाँकीको 3 वर्षमा हेर्दाखेरि 50% भन्दा बढी चेन्ज भएको पाइयो होइन। त्यसमा हामीले चेन्ज इन कन्ट्रोल त लगायौँ। त्यसपछि आएर अब कार्तिक पुस माघतिर कुनै महिनामा फेरि हामीले त हेर्नुपर्ने विगतको 3 वर्ष हो। यसमा त पहिल्यै हामीले असोजमा गरेको चेन्ज इन कन्ट्रोलले विगतको 3 वर्ष हेरेका थियौँ। अब त्यही 3 वर्ष चाहिँ माघमा पनि हेर्नुपर्ने भयो होइन। यदि माघमा केही गरी भयो, सानो चेन्ज पनि आउन सक्यो। जस्तो श्रावणदेखि असोजसम्म 10%ले चेन्ज भएको थियो, बाँकीको चाहिँ 40% अघिल्लो फिस्कल इयरमा थियो होइन। भने माघमा हेर्दाखेरि त हामीले त त्यो श्रावणदेखि असोजसम्मको 10% पनि इन्क्लुड गर्ने भयो र पछिको 3 वर्षको भनेपछि प्रिभियस फिस्कल इयरको पनि इन्क्लुड गर्दा एउटै आर्थिक वर्षमा 2 चोटि पनि लगाउनु पर्ने जस्तो देखिन्छ होइन।
त्यो चाहिँ अस्पष्ट भएको कुराहरू पनि अ, छ होइन यसमा। अ, त्यो कुराहरू पनि गरेको छ। अब यसमा अ, त्यही नै कुरा गरेको छ होइन। अब बाँकीको अर्को भनेको हाम्रो पुँजीगत लाभ करको दरमा परिमार्जन भनेको छ। यसमा खासमा विदेशी लाई एट्र्याक्ट गर्नुको लागि भनेर यो सजेसन छ। जस्तो हाम्रो विभिन्न देशहरू भारत होइन, म्यानमार अरूमा लाभ करको लागि होइन, विदेशी लगानीकर्ताको लागि नन रेजिडेन्ट पर्सनको लागि ट्याक्स रेट यति यति छ होइन। तर नेपालमा कस्तो छ भन्दाखेरि डाइरेक्ट एडभान्स ट्याक्स पनि 25% छ यो होइन। अनि त्यसपछि आएर अनि यसमा 25% छ एडभान्स ट्याक्स। अनि प्लस यसको अनुसूची एकमा पनि 25% गैर बासिन्दा प्राकृतिक व्यक्तिलाई लगाउने भनेर कुरा छ होइन। तर आइक्यानले सजेसन विदेशी लगानीकर्ता भित्राउनको लागि रेटलाई कम गर्नुपर्ने जस्तो देखिएको छ, जुन यी विभिन्न दफाहरूमा संशोधन गरेर गर्न सकिन्छ भने चाहिँ एकचोटि तपाईँहरूले हेर्न सक्नुहुन्छ यो होइन। अर्को भनेको बोनस सेयरको करापण। यो खासमा गरी यो हाम्रो ट्याक्स लगाउने कुरालाई जस्तो सम्पत्ति र दायित्वमा परिवर्तन भएमा भनेर दफा 53ले भनेको छ होइन। जस्तो यसमा भन्नुपर्दा जस्तो अब दोहोरो कर लाग्ने त देखिन्छ नै होइन। अब लाभांश वितरण गर्दा पनि देखिन्छ। यसमा हालमा भएको, मैले सुरुमा हालमा भएको व्यवस्थापन अनुसार गर्छु, यो मुनाफाको पुँजीकरण गर्दा पनि ट्याक्स लाग्ने जस्तो देखिन्छ होइन। नगद होस् अथवा मुनाफाको पुँजीकरण दुइटैमा ट्याक्स लाग्ने देखिन्छ। तर आइकिनको सजेसन अनुसार हाम्रो मुनाफाको पुँजीकरणमा ट्याक्स नलाग्नु पर्ने हो भनेर त्यही अनुसार संशोधनहरूको कुराहरू छ। यो अझै डिटेल यसमा खास गरी नगद लाभांश कारण तत्काल नगद प्रवाह हुन्छ। तर नगद लाभांशको सट्टा बोनस शेयर जारी गर्नेमा व्यवसायमा नगद परिचालित भई थप रोजगार सिर्जना गर्न सक्ने, निकायको आम्दानी वृद्धि भई कर समेत बढी उठ्न सक्ने सम्भावना रहन्छ। तसर्थ बोनस सेयरको वितरणको रूपमा मुनाफाको वितरणलाई फरक करापन गर्नु उपयुक्त देखिन्छ भनेर छ आइकेनको सजेसन। यो थोरै तल पनि डिस्कस गर्छौँ हामी। यो पुँजीमा आयकर भनेर चाहिँ यो जस्तो एफपिओ मा अब प्रिमियममा सेयर जारी गरेको हुन्छ होइन। अब त्यो अब हजुरहरूलाई थाहा नै छ, सेयर क्यापिटल गर्छ एउटा प्रिमियम भनेर छुट्टै खातामा राखेको हुन्छ त्यो पैसा। त्यो प्रिमियमबाट रकमबाट फेरि अब बोनस सेयर गर्दा पनि ट्याक्स लाग्ने कुराहरू छ। अब यसमा ट्याक्स लाग्नुपर्ने व्यवस्था छ अहिलेको आयकर ऐन अनुसार। तर अब यसमा हाम्रो थोरै आइक्यानले डिटेलमै यसको केस स्टडीको रूपमा दफाहरू राखेको छ। म सर रिलेभेन्ट मात्रै हेर्छु होइन। जस्तो यसमा दफा 53को 3ले होइन, सम्पत्ति र दायित्वको मूल्य घटाउने भएमा मात्र त्यस्तो वितरण मुनाफाको वितरण वा पुँजी फिर्ता मानिने छ भनी उल्लेख गरिएको छ भनेर छ होइन। यसमा जस्तो सम्पत्ति र दायित्वको मूल्य घटाउँदा जस्तो प्रिमियम भनेको हाम्रो सेयर होल्डर फन्डमै हुने हो होइन। त्यसबाट क्यापिटल जारी गर्दा त्यो त जानुपर्ने त उसमै हो होइन। सेयर क्यापिटलमा जाने हो भनेको अल्टिमेटली त सेयर क्यापिटल फन्डलाई नै हिट गर्छ। यसले सम्पत्ति र दायित्व मूल्य घटाउने त केही पनि गरेको छैन। जस्तो माथिको उसमा अब के भन्छ, जस्तो डिभिडेन्ड थियो, डिभिडेन्डबाट अब क्यास पेमेन्ट गर्दाखेरि त त्यो त क्यास घटिरहेको छ, सम्पत्ति घटिरहेको होइन। त्यो सम्पत्तिमा हिट गरिरहेको थियो। तर यसमा सम्पत्ति र दायित्वको मूल्य घटाउने भएमा मात्र त्यस्तो वितरण मुनाफाको वितरण वा पुँजी फिर्ता मानिनेछ भनेर उल्लेख गरेको छ। यसमा त्यही हो कुरा। अब त्यसमा ट्याक्स लगाउनु पर्ने जस्तो देखिन्छ होइन। जस्तो डिभिडेन्ड क्यास पेमेन्ट गर्यो भने। तर यो त सेयर प्रिमियमबाट सेयर होल्डर फन्डबाट सेयर होल्डर फन्डमै जाने भएको हुनाले यसलाई
ट्याक्स लगाउनु उचित देखिँदैन भन्ने कुरा छ। अब यसमा थप भन्नुपर्दा प्रिमियम रकमबाट बोनस सेयर जागिरी गर्दा निकाय दफा 56(3) आकर्षित नभई निकायको सेयर धनीहरूलाई दफा 7 वा 9 बमोजिम कर लाग्न देखिन्छ। जस्तो कुनै यो दफा 7 बिजनेस इन्कम अथवा इन्भेस्टमेन्टको रूपमा त्यहाँ सेयर धनीलाई ट्याक्स लगाउन मिल्यो, तर निकायलाई जारी गर्दाखेरि आकर्षित नहुने जस्तो देखिन्छ यसमा, होइन? पुँजीमा आयकर लगाएको कारण पुँजी पलायन हुन सक्ने तथा वैदेशिक लगानीमा पर्न सक्ने नकारात्मक असर र अन्तर्राष्ट्रिय अभ्यासलाई मनन गर्दै पुँजीमा आयकर नलाग्ने गरी आर्थिक ऐन मार्फत स्पष्ट गर्न आवश्यक देखिन्छ भनेर सजेसन छ। अर्को यो व्यावसायिक कृषिमा कर छुट भनेको हाम्रो दफा 11 यो छुट कृषि सम्बन्धीको लागि छुट भनेर छ। यो सर हजुरहरूले हेर्नै सक्नुहुन्छ, यसको एक्सप्लेन गर्दिनँ म। यो पर्यटन उद्योगलाई पनि अझै फस्टाउनको लागि भनेर हाम्रो सुझावको कुराहरू छ। अब यातायातमा मूल्य भ्याट नलाग्ने व्यवस्था गर्न उपयुक्त देखिन्छ, होइन? आयात गर्ने सबै वस्तु साहसी पर्यटन, धार्मिक पर्यटन, स्वास्थ्यको लागि जे इम्पोर्ट गर्छ त्यसमा कस्टम ड्युटीको सहुलियत दिने कुराहरू छ। एक्सलेटेड डेप्रिसिएसनको कुराहरू छ यसमा। पूर्वाधार विकास निजी क्षेत्रको लगानीको पनि हेर्न सक्नुहुन्छ हजुरहरूले। अर्को भनेको भेन्चर क्यापिटल र प्राइभेट इक्विटीमा आयकरमा छुट भनेको छ। अब म्युचुअल फन्डको त अब दफा 10 अनुसार नै छुट पाइरहेको छ, तर यिनीहरू यी हेडिङहरूलाई पनि इन्क्लुड गर्नुपर्ने छ जस्तो देखिन्छ भनेर यहाँ दफा 10मा संशोधनको कुराहरू छ, यो पनि हेर्न सक्नुहुन्छ। अब अर्को भनेको स्विट इक्विटी। स्विट इक्विटीमा हालको व्यवस्था कस्तो छ भन्दाखेरि कम्पनीको तर्फबाट अब स्विट इक्विटी दिएको छ भने त्यो खर्च दाबी गर्न पाउँदैन उसले, होइन? अर्को भनेको इम्प्लोइले अथवा पाउने व्यक्तिले त्यो चाहिँ क्वान्टिफिकेसन गर्नुपर्ने देखिन्छ मार्केट भेल्युमा। जस्तो मैले एउटा कर्मचारीलाई नै दिएको कुराहरू हेर्दाखेरि जस्तो कर्मचारीको हकबाट हेर्दाखेरि उसको क्वान्टिफिकेसन गरेर अहिलेको जस्तो अहिलेको मार्केट प्राइस अनुसार क्वान्टिफिकेसन गरेर उसको क्यास बेसिस अनुसार इन्कममा जोड्नुपर्ने भनेर छ, व्यवस्था छ, होइन? तर आइक्यानको सजेसन अनुसार कस्तो भन्दाखेरि हाम्रो यो सेवा प्रदान गरे बापत स्विट इक्विटी हस्तान्तरण गर्छ भने त्यस्तो धितोपत्र प्राप्त गरेको बखत कुनै पनि को रकम परिमाणीकरण भनेको कन्ट्रिब्युसन गर्नुपर्ने छैन भन्ने छ। अर्को एउटा नभएको दफालाई इन्क्लुड गर्न भनेको छ। जस्तो त्यही मैले अघि भने जस्तो हाम्रो एनएफआरएस इम्प्लोइ बेनिफिट अनुसार खर्च दाबी गर्न पाउने कम्पनीले, अनि त्यसपछि उता क्वान्टिफिकेसन गर्नु नपर्ने भनेर सजेसन छ, होइन? अब यीहरू अब यो सबै वित्तीय कारोबारमा आयकर भनेर उनीहरूको लागि भनेर छ। यो छुटहरूको कुराहरू छ, यो मैले गरिनँ। अर्को भनेको यो मर्जरमा कस्तो छ भन्दाखेरि अब त्यो अहिलेको व्यवस्था अनुसार बार्गेन पर्चेस गेनमा पनि ट्याक्स लगाउने गरेको छ। अब त्यसलाई चाहिँ हाम्रो यो दफा 7को उपदफा 3मा एउटा बार्गेन पर्चेस गेनलाई इन्क्लुड गरेर यसमा आयमा समावेश गर्नु नपर्ने भन्ने कुराको एउटा सजेसन हो यो, होइन? अर्को भनेको अब यो कर समाधान विवाद सम्बन्धी छ। यसमा भनेको जस्तो विवाद पुनरावलोकनलाई दिँदाखेरि विभागकै कर्मचारी हुँदाखेरि कन्फ्लिक्ट अफ इन्ट्रेस्ट, होइन, तथा विभिन्न इत्यादि कुरा हुँदाखेरि एउटा इन्डिपेन्डेन्ट समिति बनाऊ, पुनरावलोकन समिति, जसमा एक्सपर्टहरू विभिन्न क्षेत्रबाट, होइन, आउन्, तिनीहरूबाट पुनरावलोकन होस् भनेर भनेको छ। अब यसमा विद्यमान राजस्व न्यायाधिकरणको संरचना पनि त्यही नै कुरा हो, होइन? अब यो कर विवाद निरूपणका लागि धरोटीको व्यवस्था हुन्छ। अहिलेको व्यवस्थामा कस्तो छ भन्दाखेरि विवादित र विवादित नरहेको त 100% नै डिपोजिट गर्ने, होइन?
अनि प्लस त्यो विवादित रकमको 1/4 चाहिँ आन्तरिक राजस्व विभागले चलाइरहेको धरौटी खाता भनेर हुन्छ, त्यसमा जम्मा गर्नुपर्ने देखिन्छ होइन। अब यसमा आइक्यानको सजेसन कस्तो छ भन्दाखेरि अहिले 1/4 पनि एउटा कम गर्ने होइन, 5% मात्रै गर्ने भनेर उसले सजेसन राखिरहेको छ। अर्को भनेको उसमा क्यास डिपोजिट नै गर्नुपर्ने जस्तो थियो भने यसमा बैङ्क जमानतको कुराहरू सजेसनको रूपमा छ। अनि अर्को थप भनेको पूर्वादेशको सम्बन्धमा होइन, दर्ता भएको निवेदनमा कुनै पनि प्रतिक्रिया नजनाउने अवस्था समेत रहेको छ होइन यो आन्तरिक राजस्व विभागबाट। अनि त्यो तोकिएको समयभित्र पूर्वादेश जारी नभएमा निवेदकले माग दाबी गरेको पूर्वादेश नै त्यही नै कानुनी सरह रूपमा हुनुपर्ने व्यवस्था भनेर सजेसन होइन। अर्को यो भनेको यो कन्फ्लिक्ट अफ इन्ट्रेस्टकै कुराहरूको लागि होइन, यो पुनरावलोकन समितिको छ अर्को यसैमा। अब कर लेखापरीक्षणको व्यवस्था भनेर चाहिँ यसमा खासमा पूर्वानुमान प्रिजेन्टिभ ट्याक्स र रोजगारी व्यवसाय 20 लाखभन्दा कम कारोबार भएको प्राकृतिक व्यक्ति वा व्यवसाय र रोजगारीबाट 1 करोडभन्दा कम वार्षिक कारोबार भएका व्यक्ति बाहेक अन्य व्यक्तिले पेस गरे आय विवरणमा चार्टर्ड एकाउन्टेन्टबाट अनुमति प्राप्त लेखापरीक्षकबाट प्रमाणित गर्नुपर्ने भन्ने छ। यसमा खास गरी कस्तो छ भन्दाखेरि एउटा त फर्मेट पनि छैन, निश्चित डाटा केही पनि छैन। यो न आइआरडीले जारी गरेको छ न आइक्यानले नै होइन। थप भनेको अर्को भनेको यसमा जस्तो आय विवरण प्रमाणीकरण गर्दा देखिएका कैफियतहरूलाई आफ्नो प्रतिवेदन मार्फत पेश गर्ने व्यवस्था मिलाउने र आन्तरिक राजस्व विभागबाट हुने कर परीक्षणको लागि आवश्यक अधिकतम जानकारीहरू आय विवरण पेश गर्दा नै सङ्कलन गर्ने व्यवस्था मिलाउन आवश्यक देखिन्छ भनेर सजेसन छ। अर्को यो भनेको मतियारलाई हुने सजाय सम्बन्धी व्यवस्था संशोधन भनेर चाहिँ यसमा खासमा गरी यो सल्लाह दिनेलाई 100% लाग्ने र यो झुटा विवरण र लेखा प्रमाणित गर्नेलाई आधा सजाय हुने भनेर छ। यो चाहिँ यसमा ट्याक्स पेयरको कारणले गर्दाखेरि कर लेखा प्रमाणित गर्ने समेतलाई सजाय हुने कुरा भएको हुनाले यो हटाउन आवश्यक देखिन्छ भनेर छ। अर्को नियमकारी निकायहरूलाई जस्तो आयकर भनेर चाहिँ यसमा नेपाल राष्ट्र ब्याङ्कलाई त दफा 10 अनुसार छुट नै छ। हाम्रो लेखा बिमा प्राधिकरण, विधुपत्र बोर्ड र आइक्यानको लागि कर छुट भनेर छैन होइन। जस्तो आइक्यानकै हेर्नुहुन्छ भने 2074-75बाट नवीकरण भएको छैन कर छुट प्राप्त प्रमाणपत्र। त्यो हुँदाखेरि यसलाई प्रस्तावित संशोधन कस्तो राखेछ भन्दा हाम्रो दफा 10मा उद्देश्य अनुरूप गरेको आर्जनलाई छुट भनेर राखिदिने भनेर छ होइन। अर्को भनेको एक्सिलरेटेड डेप्रिसिएसनको हाम्रो खास गरी अनुसूची 2को दफा 3मा होइन, राजकट्टी दरमा 1/3 थप पाउनेछन् भन्ने छ। यो हाम्रो म्यान्डेटरी हो कि अप्सनल हो भनेर अझै पनि क्लियर छैन। यसको साट्टा हामीले हुनु आइक्यानको सजेसन 1/3 थप पाउने सुविधा रोज्न सक्नेछन्, यसलाई अप्सनलको रूपमा राख्नुपर्छ भनेर सजेसन छ। अर्को भनेको लगानी व्यवसायको खर्चकट्टी सम्बन्धी व्यवस्था भनेर छ। यसमा खास गरी हाम्रो दफा 61मा उल्लेख छ प्रिमियम बापतको रकम आयमा समावेश गर्न नपर्ने, साथै म्याच्युरिटी सरेन्डर होइन, डेथ भएको बेलामा पे गरेको पनि घटाउन नपाउने भन्ने व्यवस्था छ। यसले गर्दाखेरि जस्तो प्रिमियम बापत रकम आयो, लगानी बिमाले कतै इन्भेस्ट गर्यो, त्यस इन्भेस्ट गरेबाट आएको पैसालाई उनीहरूले पे ट्याक्स तिर्नु पर्यो होइन। तर अब त्यही प्रिमियममा हामीले त थप गरेर यदि सरेन्डर यदि मेच्युरिटी छ भने त हामीले त सम केही पैसा थपेर नै प्रिमियममा थपेर नै त दिन्छौँ होइन। त्यो हुँदाखेरि आएको पैसाभन्दा फेरि बढी पैसा जाँदाखेरि त्यसको उता लगानी गर्दाखेरि ट्याक्स तिरिरहेछ, यता घटाउन नपाउँदाखेरि बढी कर हुने
हुने देखिएको छ होइन। त्यसको लागि चाहिँ यो आइकेनको सजेसन अनुसार प्रिमियमलाई आम्दानी बाद दिने र भुक्तानीलाई अ, खर्चको रूपमा गरेर गर्नुपर्ने भनेर सजेसन छ। अर्को भनेको हाम्रो अनुसन्धान र विकास खर्च भनेर छ। अब जस्तो व्यवसायको विस्तारका लागि अनुसन्धान र खर्च गर्छ भने त्यो पाउने छ व्यवस्था आएको ऐनअनुसार। तर यदि नयाँ वस्तु वस्तु आविष्कार गर्न वा रिभर्स इन्जिनियरिङ भनेको रिभर्स इन्जिनियरिङ भनेको प्रोसेसलाई फेरि हेर्ने, त्यसलाई छिटो सजिलो कसरी कस्टहरू कम गर्ने अरू अरू कुराहरूबाट हेर्न सकिन्छ होइन। त्यसको लागि गरेको खर्च चाहिँ गर्न नपाउने जस्तो छ, त्यस बारे केही नै छैन होइन। आयकर ऐनमा त्यो हुँदाखेरि यो कुराहरू इन्क्लुड गर्नुपर्ने देखिन्छ। साथै नवप्रवर्तनको परिभाषा पनि थप गर्नुपर्ने उपयुक्त देखिन्छ भनेर छ होइन। अर्को थप स्पष्ट गर्नुपर्ने विषयहरू भनेर छ। यसमा मैले यो घर नम्बरबाट सुरु गरेँ, माथि खासै त्यस्तो केही छैन, हेर्न सक्नुहुन्छ। यो यो प्रि यो दफा 4 को उपदफा 4 तथा 4 क को होइन, यो अहिले म्यान्डेटरीको रूपमा छ, तर यसलाई के अप्सनल बनाउनु पर्ने भनेर छ आइकेनको सजेसन होइन। अर्को भनेको यो हाम्रो खास गरी कर बाल कर होइन, जस्तो नेचुरल पर्सनको वडामा बुझाइरहेको हुन्छ। अब त्यो वडामा बुझाइ बापत चाहिँ त्यो खर्च कट्टी गर्न पायो होइन, खर्चको रूपमा दाबी गर्न पायो। तर यो त खास गरी त ट्याक्स नै तिरे हो नि होइन। यदि प्रणाली हुन्थ्यो अनि त आइआइटीको एडभान्स ट्याक्सकै रूपमा उनीहरूले क्लेम गर्न पाउने हो। त्यो हुँदाखेरि यसलाई खर्चको रूपमा होइन, यसलाई ट्याक्ससँगै मिलाउन पाउनु पर्ने व्यवस्था राख्नुपर्ने भन्ने कुरा छ। अनि अर्को भनेको इटिडिएस दफा ए सरी अनुसूची 10मा जे छ त्यो मात्रै हामीले अहिले क्लेम गर्न पाउने भन्ने कुरा छ। त्यसमा हामीले केही अल्टर गर्न पाउँदैन म्यानुअल्ली। त्यो हुँदाखेरि इटिडिएस नगरिदिएको रकम सोही आर्थिक वर्ष वा पछिल्लो आर्थिक वर्षहरूमा म्यानुअल्ली दाबी गर्न मिल्ने व्यवस्था गर्नुपर्छ भन्ने सजेसन छ। अर्को भनेको यो ब्याड डेट क्लेम गर्नको लागि सकेसम्मको प्रयास गर्दा पनि असुली नभयो भनेर ट्याक्स ब्याड डेट क्लेम गर्न पाउँछ आयकर अनुसार होइन। त्यो फेरि यदि फिर्ता आयो भने अर्को इन्कम इयरमा जोड्नुपर्ने भनेको छ व्यवस्था, हालको व्यवस्था। तर यसमा आइकेनको सजेसन भनेको अधिकार वा ऋण दाबी सिर्जना भएको 3 वर्षसम्म असुल उप गरेन भने चाहिँ त्यो ब्याड डेटको रूपमा क्लेम गर्न पाउने भनेर छ होइन। अर्को भनेको कर छुट र अन्तिम रूपमा कर हुने भने फाइनल विथहोल्डिङ ट्याक्सको पनि कर चुक्ता प्रमाणपत्र लिन नमिल्ने व्यवस्था छ अहिलेको अवस्थामा। त्यसमा लिन पाउने व्यवस्था मिलाउनुपर्छ भनेर छ सजेसन। अर्को अब मूल्य अभिवृद्धि करमा यसमा अनुसूची 1मा भएको हटाउने कुराहरू गरिरहेको छ। अनुसूची 2मा धेरै कुराहरू दुई अर्थ व्याख्या लाग्ने जस्तो छ, त्यसलाई सरल बनाउने कुरा छ। अनि अर्को भनेको नउठेको आसामी तिरेको मूल्य अभिवृद्धि कर मिलान गर्न आवश्यक कानुनी व्यवस्था थप गर्नुपर्ने देखिन्छ। जस्तो भ्याट बिल काट्यो होइन, भ्याट बिल काटेपछि अब त्यो पेबल भनेर बुक भइसक्यो। अब त्यो उसले पे गर्छ। यदि त्यो आसामीबाट डेटरबाट नै पैसा उठेन भने त भ्याटको पैसा उताबाट नआएपछि त्यसलाई त मिलाउनु पर्ने देखिन्छ। तर हालको व्यवस्थामा यो सम्बन्धी मिलाउन नदिने तथा सुधार गर्नुपर्ने जस्तो देखिन्छ होइन। यसमा केही लेखेको पनि छैन भ्याट एक्ट रुलहरूमा होइन। त्यो हुँदाखेरि यस सम्बन्धी कर मिलान गर्ने समेत व्यवस्थाहरू मिलाउनु पर्ने भन्ने कुरा छ। यो म्याच अर्को भनेको एक्सपायर गुडहरूको सेल्फ डिक्लेरेसनको आधारमा कर क्रेडिट दावी गर्न पाउने भन्ने कुरा छ। हालको व्यवस्था अनुसार एक्सपायर गुड भयो भने हामीले आइआइटीलाई निवेदन दिन्छौँ। निवेदन प्राप्त हुँदाखेरि आइआइटीको कर्मचारीबाट आएर रुजु भएपछि मात्रै उनीहरूको अनुसार क्लेम गर्न दिने भन्ने कुरा छ होइन। त्यसलाई संशोधन गरेर सेल्फ डिक्लेरेसनकै आधारमा एक्सपायर्ड गुडहरूलाई दाबी गर्न दिन मिल्ने भन्ने कुरा गर्नुपर्ने सजेसनको रूपमा छ होइन। अर्को यो भन्सार भनेको हाम्रो भन्सार छुट सम्बन्धी कुराहरू छ।
होइन यसमा यसै यस्तो केही नै छैन। अर्को भनेको हाम्रो अन्तशुल्कमा अब यसमा हेर्दाखेरि यो विलासिता वस्तु तथा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तु तथा सेवामा बाहेक अन्य अन्तःशुल्क लाग्ने गरी भएका व्यवस्थाहरू संशोधन गर्नुपर्ने देखिन्छ भनेको छ। अर्को भनेको बिक्री भएका सामानहरू फिर्ता भएपछि सो सामान बिक्री फिर्ता गर्दा बखत तिरेको अन्तःशुल्क आवश्यक समायोजन गर्न दिने व्यवस्था गर्न आवश्यक देखिन्छ भनेको छ। अब यसमा खासमा भ्याटमा हेर्ने हो भने अब डेबिट नोट क्रेडिट नोटबाट नै समायोजन गर्न मिल्छ होइन। तर अन्तःशुल्कमा यदि रिटर्न भयो भने चाहिँ त्यस्तो केही पनि व्यवस्था छैन। त्यो हुँदाखेरि यस सम्बन्धी संशोधन गर्नुपर्ने देखिन्छ भनेर छ। यति नै रहेछ होइन आइक्यानबाट सजेसन। हेरिदिनु भयो धन्यवाद। केही सजेसन छ भने भनिदिनु होला कमेन्टमा। थ्याङ्क यू।